जय श्री राधे हरिओम। आज सुन्दर शताक्षी धामको दर्शन गरौँ है त। यहाँलाई महेन्द्र राजमार्गबाट उत्तरमा झिलझिलेबाट 4.5 किलोमिटरमा शताक्षी धाम पुग्न सकिन्छ। हजुरहरूलाई मैले यो दर्शन गराउनका लागि आज बिहानको समय यहाँहरूसँग प्रदान गरेको छु। आउनुहोस्, शताक्षी धाम कस्तो छ त। हामी सर्वप्रथम शताक्षी धाम प्रवेश गर्नुभन्दा पूर्व शताक्षी धामको द्वार रहेको छ। यो गेटबाट भित्र प्रवेश गरिसके पछाडि शताक्षी धाम पुगिन्छ। शताक्षी धाममा प्रवेश गर्नका लागि साह्रै सुन्दर यो गेट तयार भएको छ। यो गेट सङ्ग्रौला बन्धुहरूले निर्माण गरिदिनु भएको हो। थप शताक्षी धामको सुन्दर आकर्षण हो। त्यहाँबाट भित्र प्रवेश गरिसके पछाडि शताक्षी धाम लेखिएको बोर्ड भेटिन्छ। यहाँ पार्किङ स्थल रहेको छ। यहाँले आउँदाखेरि सवारी साधन राख्ने यो सुन्दर ठाउँ हो। साह्रै फराकिलो रहेको छ। र अब हामी कुरो गर्छौँ शताक्षी धामको प्रवेश गर्ने बित्तिकै दाहिनेपट्टि 2 तले गौमाताको यो गौको वासस्थान रहेको गौशाला रहेको छ। साह्रै सुन्दर छ, जहाँ भक्तहरूको कृपा र नेपाल सरकारले केही सहयोग गरे पश्चात यो निर्माण भएको हो। र देब्रेपट्टि किराँतहरूको एउटा साधना गर्ने माङहिम मन्दिर रहेको कुरा जानकारी गराएँ भने शताक्षी धामलाई सुन्दरता प्रदान गर्नका लागि बर र पिपलको सुन्दर वृक्षहरू छन्। साह्रै दिव्य। र दायाँपट्टि गोलोक गोवर्धन गौशालाको कार्यालय रहेको छ, जहाँ भगवानका सुन्दर चित्रहरू यहाँ चित्रण गरिएको छ। र गौशाला र शताक्षी धामका बारेमा सोधपुछ गर्नु परेमा यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। यो 1.25 लाख सालग्रामको मन्दिर हो, जहाँ सालग्राम नै सालग्राम हुनुहुन्छ। प्रत्येक दिन यहाँ आरती पुष्पाञ्जली हुने गरेको छ। भगवान किरातेश्वरको दिव्य यो मूर्ति भगवानले परेबाट सबैलाई दर्शन दिइराख्नु भएको छ। साथमा गौमाताको मन्दिर पनि रहेको छ। बाछाले दुध ग्रहण गर्दै गरेको र मुनिपट्टि भगवती शताक्षीको दिव्य यो देवालय यहाँले देखिसक्नु भएको छ। र 108 तुलसी मन्दिर र भगवान श्री रामको यो दिव्य मन्दिर, जहाँ नेपालमा यो किसिमको लगभग पहिलो भगवान श्री रामको दरबार हुनुपर्छ। परबाट देख्दै दर्शन गरौँ भित्र गएर बसौँ जस्तो लाग्ने यो सुन्दर श्री राम दरबार हो। र गोरक्षा महोत्सव 2081 मा निर्माण भएको 1.25 करोड रुद्राक्षबाट निर्माण भएको 51 फिट अग्लो भगवान शङ्करजीको रुद्राक्षले जडित भएको यो भगवान शिवको शालिक स्वरूप भगवान को यो दिव्य दर्शन यहाँले देख्न सक्नुहुनेछ। साह्रै सुन्दर रहेको छ, यहाँले देख्न सक्नुहुनेछ। र त्यस पछाडि यो शताक्षी गुरुकुलम, यहाँ 51 जना विद्यार्थीहरू अध्यापन गर्ने गरेका छन्। प्रत्येक दिन यहाँका विद्यार्थीहरू आफ्नो नित्य कर्म गरेर पठन पाठनमा निक्लिने गरेका छन्। गोलोक गोवर्धन गौशाला गुरुकुलका लागि यी सवारी साधनहरू पनि देख्न सक्नुहुनेछ। प्रत्येक दिन विश्व शान्तिका लागि रुद्राभिषेक भइरहेको छ। महर्षि फाउन्डेसन अन्तर्गत र श्री शताक्षी गुरुकुलको सहकार्यमा यो कार्यक्रम सम्पन्न हुने गरेको छ। विद्यार्थी पटुकहरू ध्यान, भावातीत ध्यान, योग र आफ्नो सन्ध्योपासन आदि यही मन्दिरभित्र गर्ने गरेका छन्, जहाँ भगवान पशुपतिनाथ हुनुहुन्छ। पशुपतिनाथ 12 ज्योतिर्लिङ्ग भगवानको एकै ठाउँमा एउटै छत्र छायामुनि यहाँहरूले दर्शन गर्न सक्नुहुनेछ। यहाँ साह्रै आनन्द छ। तपाईँहरू को आइपुग्नु भएको छ या आइपुग्नु भएको छैन, यदि आउनु भएको छैन भने पनि यो दैनिक रुद्राभिषेकको कार्यक्रममा आउन सक्नुहुनेछ। यो यज्ञ मण्डप हो, जहाँ धार्मिक कृत्यहरू यहाँ गरिन्छ, धार्मिक अनुष्ठानहरू गरिन्छ। यहाँहरूले पनि धार्मिक अनुष्ठान गर्नु परेमा यो यज्ञशालामा आएर सहजै गर्न सक्नुहुनेछ। यहाँ प्रत्येक दिन हवन हुन्छ। यहाँको अग्नि कहिले पनि निम्दैन। तसर्थ तपाईँहरू सबैलाई यहाँ स्वागत गर्दछु। यहाँ बाहिरपट्टि कार्य समिति र आजीवन सदस्यको नामावली पनि राखिएको छ। यो गोलोक भवन हो, जहाँ गोलोक गोवर्धन गौशालाका पदाधिकारीहरू रहने यो भवन र गोलोक गोवर्धन गौशालाका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजी महाराजी साथै कार्य समितिमा रहनुभएका 17 कार्य समितिद्वारा यो गोलोक गोवर्धन गौशाला चाहिँ सञ्चालनमा रहेको छ। श्रीराम अन्न क्षेत्र, जहाँ चाहिँ
यहाँ गोलोक गोवर्धन गौशाला सताक्षी गुरुकुल र आगन्तुक भक्तहरूका लागि चाहिँ भोजन निर्माण हुन्छ र यहाँ चाहिँ सुन्दर सुन्दर भोजनहरू बन्छन्। यहाँहरूले अवश्य पनि यहाँ आएर भोजन ग्रहण गर्न सक्नुहुनेछ। यहाँ विद्यार्थी बटुकोहरू सब्जी सुधारिरहेका छन् र यहाँ चाहिँ यो अर्ग्यानिक भन्दा पनि हुन्छ, जहाँ दाउराबाट यहाँ भोजन बन्छ, दाउराबाटै सबै परिकारहरू बन्छन् र त्यो परिकार बनिसके पछाडि भगवानलाई भोग लाग्छ। भोग लागेपछि मात्र त्यो भोगलाई प्रसादको रूपमा ग्रहण गरिन्छ। यहाँलाई देखाउँ, साह्रै आनन्द छ। जहाँ यो पाकशालाको भित्रपट्टि जहाँ बसेर भोजन गर्ने स्थान हो, प्रत्येक दिन यहाँ 90 देखि 100 जना एक समयमा बिहान 90-100 या बेलुका 90-100 गरेर भोजन गर्नुहुन्छ। सबै यहाँका गुरु, शिक्षक, साधु, सन्त, ब्रह्मचारी, बटुक, गौसेवकहरू, आगन्तुक पाहुनाहरू एकै ठाउँमा बसेर प्रत्येक दिन यहाँ भोजन गर्नुहुन्छ। भोजन गर्नका लागि साह्रै सुविधा सम्पन्न छ। गोलोक गोवर्धन गौशालाको गौसेवामा केही थप सहयोगका लागि यो चाहिँ गो अर्क बनाउने क्षेत्र हो, जहाँ कच्चा गहुँतलाई प्रशोधन गरेर गो अर्क निर्माण गरी बाहिर बजारमा पठाउने गरेका छौँ। गोलोक गोवर्धन गौशालाको यो गोठहरू हुन्, जहाँ साह्रै परसम्म छन् र साह्रै धेरै छ। यहाँ चाहिँ सुविधा सम्पन्न गोठहरू पनि छन्। यहाँ चाहिँ साना ठुला गरेर लगभग 40वटा गोठ रहेका छन्। प्रत्येक दिन गौमाताका लागि 1 ट्र्याक्टर हरियो मकै आउँछ। त्यो मकैलाई कुटी काट्ने मेसिनबाट साना साना टुक्रा बनाएर पराल र साथमा चोकर, चापट, नुन, भोस आदि लगाएर मिसाएर यहाँ भएका सबै गौहरूलाई चाहिँ खुवाउने गरिएको छ। भक्तहरूको सेवा अपार छ। भक्तहरूको सेवाका कारणले यी गौमाताहरू अत्यन्त प्रसन्न छन्। यतिखेर लगभग 200 का हारारीमा साना साना बाछा बाछीहरू छन्। नन्हे मुन्ने, साह्रै सुन्दर, देख्दा त्यति नै आनन्द लाग्ने नन्हे मुन्ने बाछाहरू छन्। यहाँ हामीलाई देखे पछाडि केही खाना दिनुहुन्छ भनेर आइरहेका छन्। परालका कुनीहरू देखिराख्नु भएको छ। लगभग 933 ट्र्याक्टर यो वर्ष राखिएको थियो। लगभग अब 150 ट्र्याक्टर बाँकी होलान् पराल। गौहरू साह्रै धेरै छन्। सयौँको सङ्ख्यामा रहेका गाईहरूलाई यहाँ पानी पिउनका लागि बाहिर चरणबाट आएपछि सिधै पानी, नुन पानी, भुस पानी ग्रहण गर्न सक्छन्। विभिन्न संस्थाहरूले गोलोक गोवर्धन गौशालामा यसरी गौका लागि गोठहरू बनाइदिएका छन्। धर्मदर्शनले पनि बनाइदिएको छ भने राधाकृष्ण सेवा सदन, जहाँ भगवानका सुन्दर नामहरू राखिएको छ। यतिखेर चरणमा जानु पूर्व बिहानको समयमा यहाँ पानी पराल खाएर आनन्दित लिएर बसिएका गाईहरू, नन्दीहरू देख्न सक्नुहुनेछ। यतापट्टिको मैले भनिसकेको छु, 2 तले गौशाला, जहाँ तल र माथि नै गाई निवास गर्छन् र माथिल्लो तलामा बिरामी रोगीहरूलाई राखिने गरेको छ। साह्रै सुन्दर यहाँ गौशाला यहाँले देख्न सक्नुहुनेछ। रङ्गदेवी सदन लगायत धेरै गौशालाहरू छन्, जहाँ गोलोक गोवर्धन गौशालाले यसलाई कार्य गरिरहेको छ, सेवाको कार्य। यहाँ गौशालाका कर्मचारीहरू, गाईका सेवा गर्ने सेवकहरूको यहाँ बिहानको समयमा चराउन जान तयारी भएको अवस्थामा हामीले देख्न सक्छौँ। यो यहाँ गोलोक गोवर्धन गौशालाका कर्मचारीहरू जो गाईका काम गर्ने हुनुहुन्छ, उहाँहरू बस्नुहुनेछ यो सन्त निवासमा। यतापट्टि फुलको बगैँचा रहेको छ। यहाँ धेरै फुल चाहिन्छन्। धेरैवटा मन्दिर भएका कारणले प्रत्येक दिन यहाँका फुल टिपेर भगवानलाई चढाइने गरिएको छ भने यो सानो गोलोक गोवर्धन गौशाला सताक्षी गुरुकुलमको चाहिँ यो कौशी हो, जहाँ हामी सागपात रोप्ने गरेका छौँ। यो चाहिँ गोलोक भवन हो, जहाँ साधु सन्तहरू आएर बस्नका लागि सहज छ। दोस्रो तलामा सत्सङ्ग हल छ, जहाँ 500 व्यक्तिहरू एकैचोटि आएर कार्यक्रम गर्न सकिन्छ। अहिले पनि एकल अभियानको कार्यक्रम यहाँ सञ्चालन छ। मैले यो कुरा यहाँलाई जानकारी गराएँ। नन्दकिशोर भारद्वाजी महाराजजी लगायत गोलोक गोवर्धन गौशालाका 17 जना कार्य समितिले यसलाई चाहिँ काँधमा राखेर गोलोक गोवर्धन गौशालालाई अगाडि बढाइराख्नु भएको छ। पहिलाभन्दा आकाश पाताल फरक भएको सताक्षीधाम तपाईहरु आउनु भएको छ कि छैन? यदि आउनु भएको छैन भने अवश्य पनि एकचोटि सताक्षीधामको दर्शन गर्न आउनुहोला। यहाँ भित्र चाहिँ अहिले कार्यक्रम भइरहेको छ है त। र सताक्षी गुरुकुलम त्यही छेउमा रहेको छ। सताक्षी गुरुकुलमको प्राङ्गण, यहाँ विद्यार्थीहरू
अहिले मन्त्र वाचन गरिरहेका छन्। विश्व शान्तिका लागि महर्षि फाउन्डेसन र हाम्रो शताक्षी गुरुकुलमको सहकार्यमा प्रत्येक दिन भावातीत ध्यान योग यज्ञ यहाँ भइरहेका हुन्छन् र भगवान् द्वादश ज्योतिर्लिङ्गमाथि 12वटा ज्योतिर्लिङ्गमाथि शिवलिङ्गमाथि यहाँ विधिवत रूपमा पूजन र अभिषेक हुने गरेको छ। प्रत्येक दिन बटुकहरूले र गुरुहरूले गर्नुहुन्छ। साह्रै सुन्दर यो शताक्षी धामको सुन्दरता। एउटा त्रिशूल रहेको छ, त्रिशूलका छेउछेउमा घन्टीहरू झुन्डिएका छन्। यो घन्टहरू आरती पुष्पाञ्जलीका समयमा बजाउने गरिएको छ। पछाडिपछि जोग सनातन धर्म जहाँ एकजना महाराजजी हुनुहुन्छ र उहाँका अनुयायीहरू आएर यहाँ पूजापाठ गर्नुहुनेछ। धेरै समय पूर्वबाट यहाँ रहनुहुन्छ। यतापट्टि गोवर्धन गौशालाको गौ सेवा र गुरुकुललाई दान दिने कार्य लैरहेको छ। यहाँले केही गुरुकुल र गौशालाका लागि यदि दान गर्न चाहनुहुन्छ भने यहाँ आएर सम्पर्क गर्नुहुनेछ। यहाँ तीर्थ बहादुर खड्काजी कार्यालय सचिवको रूपमा हुनुहुन्छ, उहाँले सहयोग गर्नुहुनेछ। शताक्षी गुरुकुलम जहाँ प्राच्य विद्याको अध्ययन गरिने, वेद व्याकरण दुर्गा सप्तशती गुरुकुल पद्धतिबाट यहाँ पठन पाठन भइरहेको गुरुकुलमा अहिले यो चाहिँ आधारभूत तहको रूपमा यो स्थापित रहेको कुरा जानकारी गराएँ। यतापट्टि शाकम्भरी देवी जहाँ हरियो नै हरियो भएका ठाउँमा बस्नुहुन्छ, सागपात वरिपरि भएको ठाउँमा बस्नुहुन्छ, त्यस्तै देवीको वासस्थान रहेको यो शाकम्भरी देवीको मन्दिर हो। परबाट यहाँले देख्न सक्नुहुनेछ। यहाँ धेरै पहिलाबाट निवास गर्नुहुने थापा परिवारहरू हुनुहुन्छ। लगभग 3वटा परिवार यहाँ रहनुहुन्छ। शताक्षी धाममा आउँदाखेरि यहाँलाई केही सामग्रीहरू किन्नु पर्यो, चिया नास्ता ग्रहण गर्नु पर्यो भने पनि यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। यहाँ विभिन्न साना साना मठहरू मन्दिरहरू रहेका छन् जहाँ चाहिँ यहाँका साधु सन्तहरू बसेर पूजन गर्नुहुन्छ। यो चाहिँ तपाईँलाई देखाइरहेको छु र यहाँबाट अगाडि मैले एउटा सानो शताक्षी धाम दर्शन लेखेको सिटी देखाएँ। यो चाहिँ झिर्झिलेबाट शताक्षी धाम आउनका लागि यो चाहिँ यहाँ राखिएको छ। तपाईँहरू पनि सम्पर्क गर्न सक्नुहुनेछ। र शताक्षी धाममा यो चाहिँ सन्तहरू बस्ने कुटी हो, सन्तहरू बस्ने यो घर हो। साधु सन्तहरू यहाँ बस्नुहुन्छ। शताक्षी धाम आउँदा यहाँहरूले पूजाका सामग्रीहरू पनि यहीँ पाउन सक्नुहुनेछ। यहाँ 3-4वटा पसल छन्, हजुरले देखिराख्नु भएको छ। यो चाहिँ शताक्षी धामलाई थप सुन्दर बनाउनका लागि पुष्पवाटिका शताक्षी धाम पर्यटन विकास समितिले यो तयार गरेको छ। साह्रै सुन्दर छ। यहाँ आँपका वृक्षहरू धेरै देख्न पाइन्छ। अब आँपको सिजन पनि हो, यहाँहरू आउँदाखेरि आँप खान सक्नुहुनेछ। धेरै आँपका बोटहरू छन्। शताक्षी धाम धार्मिक तथा पर्यटन विकास समितिको निर्माणाधीन यो चाहिँ कार्यालय हो। केही दिन पछाडि यो सम्पन्न हुनेछ। यहाँलाई जानकारी गराएँ। यो बुद्ध स्तूपा जहाँ प्रदेश सरकार, नेपाल सरकार र स्थानीय यहाँ बौद्धिस्ट अनुयायीहरूबाट सङ्कलन गरेर द्रव्य सङ्कलन गरेर निर्माण गरिएको यो बुद्ध स्तूपा हो। त्यहाँ जानका लागि फलामे पुल छ, एकदमै आनन्द देखिन्छ। शताक्षी धाम आउँदा सुन्दर शौचालय छ। भक्तहरूको सहजका लागि यहाँ शौचालय निर्माण गरिएको छ। अशक्त महिला पुरुष सबैका लागि यो शौचालय हो। यो चाहिँ भगवान् स्वरूप मानिने साधु सन्त जहाँ साधु सन्तलाई चाहिँ माटामा राखिन्छ। उहाँहरू शिव समान हुनुहुन्छ र शिवकै उपमा दिएका कारणले गर्दा यसको भूमिभित्र साधु सन्तको समाधि रहेको छ र योभन्दा माथि भगवान् शङ्करको दिव्य मूर्तिहरू यो राखिएको छ। पौडेल बन्धुहरूको कुल देवताको रूपमा पूजित बराह भगवानको मन्दिर पौडेल बन्धुहरूले निर्माण गर्नुभएको साह्रै सुन्दर छ र यहाँ बिहान बेलुका पूजा हुन्छ। अब कुरो गरौँ शताक्षी माताको। जय शताक्षी माता। शताक्षी माताको दिव्य दरबारमा आइपुगेका छौँ। यो शताक्षी माताको दिव्य दरबार हो। भित्र भगवती देवी शताक्षी माता निवास हुनुहुन्छ। छेउछेउमा सिंहहरूले सजिएको र त्यहाँ भित्र पस्दा यति आनन्द प्राप्त हुन्छ, यो कुरा हजुरहरूलाई मैले बाँडीले बताउन सकिनँ। भगवान् दिगम्बेश्वर र पुरानो मन्दिरको रूपमा चिनिने यो शङ्करजीको मन्दिर जहाँ सयौँ भक्तहरू प्रत्येक दिन आएर दर्शन गर्नुहुनेछ। बाहिरपट्टि संस्थाको कार्यालय पनि रहेको छ, आर्थिक सङ्कलन केन्द्र राखिएको छ। यहाँहरूले यहाँ आएर पनि यहाँ हुँदै गरेका गतिविधिमा केही सहयोग गर्न सक्नुहुनेछ। मयूरहरूले सजावट भएको गेटमा
यहाँ सुन्दर एउटा घन्टी झुन्ड्याइएको छ। घन्टीको आवाजले सत्ताखी धाम मन्त्रमुग्ध रहन्छ। मैले पनि यसलाई बजाउने कोसिस गरेँ। साधु सन्तहरू मन्दिरको वरिपरि घुमिराख्नु भएको छ। यहाँ चाहिँ बिहानको 7 बजे प्रत्येक दिन आरती पुष्पाञ्जली हुन्छ, बेलुका पनि हुने गरेको छ र यहाँका साधु सन्तहरू पुजारीजीहरू यहाँ चाहिँ आरतीका लागि तयारी अवस्थामा खटिराख्नु भएको कुरा सेवामा देखिन्छ। यो साधुहरूको धुनी र यतापट्टि दाहिनेपट्टि पहिलो प्रवेशमै भगवान श्री गणेशको दर्शन गरेर प्रवेश गर्ने गरिन्छ। धेरै समय लगभग मैले 30 वर्ष पहिला देखेको वृक्ष अहिले पनि जस्ताको तस्तै देखिन्छ। सताक्षी धामको सुन्दरतामा यो सखुवाको वृक्षले एकदमै आनन्द दिएको छ। ठुलो छ, वरिपरि मानिस बस्न सकिन्छ भने यतापट्टि सताक्षी धाराहरू छन् जहाँ मानिसहरू आएर स्नान गर्छन्। यो सताक्षी धारा भर्खरै सम्पन्न भएको हो, भक्तहरूको सुविधाका लागि सम्पन्न भएको भने यहाँभन्दा माथि सताक्षी झरना, बिरेनुन पानी, देवताहरूको साक्षात प्रकृतिसँग चिन्ह भएको क्षेत्रहरू, त्यस पछाडि अन्य धेरै चिज यहाँ प्राप्त गर्न सकिन्छ। यो बस्ने ठाउँ हो जहाँ भक्तहरूले नै निर्माण गरिदिनु भएको हो। यहाँ अन्य तीर्थालुहरू श्रद्धालुहरू आउँदाखेरि बस्नका लागि सहज होस् भनेर यहाँ बनाएको सिरसिर हावा चल्छ। यहाँ माता हरिमाता सताक्षी धामको गहना, उहाँका विषयमा त केही पनि कुरा नगरौँ, उहाँलाई जति भने पनि कम हुन्छ। यहाँलाई कस्तो लाग्यो सताक्षी धामको सानो कलेक्सन? यो एउटा सानो भिडियो मैले हजुरहरूमाझ प्रसारण गरेको छु। म आचार्य मदन मोहन अधिकारी, प्राचार्य श्री सताक्षी गुरुकुलमबाट छु। गोलो गोवर्धन गौशालाको सचिव पनि रहेको छु। यहाँहरू सबैले यो भिडियो हेरेर अवश्य पनि सेयर गर्नुहुनेछ।